सबै ठिकै छ। अनि यो पेन्सिल मेड इन इन्डिया, यो दामी हुँदो रहेछ क्या। यो पेन्सिल के भन्छ यसलाई, सुपर डार्क भन्ने। यो मेड इन इन्डिया हो होइन। यस्तो बबाल हुँदो रहेछ। यो सबैले पेन्सिल किन्नु होला, सुपर डार्क भन्ने है। गाइज वेलकम टु माई न्यू भिडियो है। अनि आज नि म ड्रइङ गर्न गइरहेको छु। आज ड्रइङ के हुन्छ भने एउटा बोय छ, कुल बोय जस्तै। अब मानौँ न एउटा केटो होइन, तर दामी छ डिजाइन, हल्का हेयर स्टाइलहरू होइन। अब यो हेर्नु म ड्रइङ देखाउँछु ल गाइज। मैले चाहिँ यो यसको ड्रइङ गर्न आँटेको होइन, ड्रइङ। अनि यहाँ मैले खाली बनाइसकेको छु। हिजोको यता छ यो बालेन शाह भन्ने है। अनि यसको ड्रइङ गर्न गइरहेको छु। अब कस्तो हुन्छ म ड्रइङ गर्दै देखाउँछु। अनि के अनि मलाई कमेन्ट पनि गर्नु होला कुनको ड्रइङ गर्नुपर्छ होइन। मलाई कमेन्ट गर्नु होला, म हेरेर त्यो पनि बनाउन तयार छु है। म रेडी छु। अनि आज यसको अब म बनाइहाल्छु, त्यो टाइम लाग्दैन। यसको सजिलो भन्दा नि अलिकति कस्तो हार्डवर्क टाइप, मतलब अलि हार्डा टाइपको छ क्या। सर्कल गोलो अलि त्यो चाहिँ अलि डिजाइन गर्नाले आउँदैन र पनि म ट्राई माई बेस्ट हो क्या। ल सबैजनाले अनि सपोर्ट गर्दै जानु होला यसरी नै। ल गाइस म हल्का प्रिपेयर गर्दैछु होइन, जस्तो तसो अलि मोबाइल अप्ठ्याएर गर्न अलि अप्ठ्यारो भयो। ल ठिकै छ, अब म अलिकति प्रिपेयर गरेर पछि मात्र भिडियो बनाउँछु है। ल फाइनल्ली यस्तो भएछ मेरो ड्रइङ है। कस्तो लाग्यो, राम्रो लाग्यो भने सपोर्ट देखाउनु होला होइन। यो चाहिँ यस्तो भयो क्या, अलिकति यो यस्तो कान मिलाउन सकिनँ क्या मैले है। अनि यस्तो हालिदिएको छु, अलि अल्ट्रा टाइपको भयो यार। अनि रियल चाहिँ अगाडि चाहिँ त्यो हेर्दै भनेको। ल ठिकै छ, यो पनि राम्रो देखिरहेछ, सजिलै छ है। हिरो नि ए चल्छ। अनि सबै ठिकै छ। अनि यो पेन्सिल मेड इन इन्डिया, यो दामी हुँदो रहेछ क्या। यो पेन्सिल के भन्छ यसलाई, सुपर डार्क भन्ने। यो मेड इन इन्डिया हो होइन। यस्तो बबाल हुँदो रहेछ। यो सबैले पेन्सिल किन्नु होला, सुपर डार्क भन्ने है। बबाल छ यो पेन्सिल। अनि मेरो आजको यस्तो भएको छ, के भन्छ ड्रइङ है। आजको चाहिँ होइन, यो भिडियोको ड्रइङ है। हेर्नु है, हेर्न सक्नुहुन्छ यस्तो भएको छ। अलिकति प्रिपेयर गर्नु बाँकी छ, अब अलिकति म गरिहाल्छु अनि देखाइहाल्छु त। ल है अब सकिहाल्यो, यति बनाएँ मैले। अब कस्तो लाग्यो ल। फाइनली ड्रइङ सिधिसकेको छ। अनि आँखा पनि दुखिरहेको छ यहाँ, किनभने रातभरि मोबाइल हेरेर धेरै हेरेछ। अनि हल्का आँखा नि हल्का दुखिरहेको छ, आँसु आइरहेछ क्या। बिहानदेखि आएको यो मुखले। ठिकै छ। अनि यस्तो खालको ड्रइङ भयो है, हेर्न सक्नुहुन्छ है। यस्तो खालको नि यस्तो भयो ड्रइङ चाहिँ। हिँडेर नि होप्स ल। अनि यस्तै छ, भिडियो आउँदै गर्छ बिस्तारै, सानो थोरै धेरै जस्तो राम्रो नराम्रो भए पनि है। बस यसो हेर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला भन्दै ल आज म बिदा हुन्छु चाहिँ भन्दिनँ है। किनभने अझै यहाँ देखाउँला के छ, अब अहिले चाहिँ बिदा हुन्छु त सिधा के भन्नु होइन। हेर्नु त ल कस्तो बवाल छ ल। अनि
यो मेरो उयसको चाहिँ अलिक भएन क्या, यो ल्यापटपको चाहिँ अलिक ठ्याक्कै देखाउँदैन के, कस्तो कस्तो ब्लर ब्लर देखाउँछ अनि अलिक अप्ठ्यारो पनि हुन्छ लाग्न होइन। ठिकै छ, अब अर्कोचोटि के ड्रइङ गर्ने हो कमेन्ट पनि गर्नु होला, राम्रो लाग्यो भने यसो लाइक गर्नु नभन्नु है। ल